नमस्ते, म टेक आचार्य। प्रोभाइडर रेजिस्ट्रेसन सम्बन्धीको कन्टिन्युएसन पार्ट 2 भिडियो भनौँ। यो चाहिँ स्टेप 2 अफ द 4 है त। अलि लामो खासै लामो त होइन। अर्को 3 र 4 भनेको सर्ट स्टेप्सहरू छन्। यो पार्ट 2 अलिकति कम्पेरिटिभली अलि ठुलो छ, अलि लामो छ। विशेष गरी जान्नुपर्ने अथवा याद गर्नुपर्ने कुरो के छ भने यहाँनिर एकाउन्ट होल्डर्स एड्रेस एन्ड कन्ट्याक्ट है त। यो चाहिँ विशेष गरी एकाउन्ट होल्डर सम्बन्धी मेरो पर्सनल है त। आई होल्ड द एकाउन्ट, सो रेस्पोन्सिबल पार्टीको पर्सनल एड्रेस यो विशेष गरी अहिले म 123 मेन स्ट्रिट नै लाउँछु। अनि एनी सिटी। त्योभन्दा अगाडि एउटा कुरो गर्न मन लाग्यो मलाई। ठिकै छ, कुनै कलेज पार्क भयो अनि जोर्जा 3 वाट एभर द एड्रेसेस यसले सिस्टमले पिकअप गर्यो, ठिकै छ, आइएम ओके विथ द्याट। म त्यहाँको होइन र पनि वाट एभर। र यहीँनिर यतिखेरै होला सायद मैले एउटा कुरो देखाउनु पर्ने जरुरत छ। यहाँनिर नि के छ भने यो सेभ गर्दाखेरि खासै सेभ हुँदैन है त। यो यहाँ यो पेजमा भएको सबै इन्क्लुड गरेर मात्रै सेभ गर्न मिल्छ। त्यसले गर्दा एउटा कुरो ब्याक मैले जानुपर्ने जरुरत किन पर्यो भने अलिकति कन्फ्युजिङ छ खासै, त्यसले गर्दा पनि हो। अब जस्तै यहाँ यसले सोध्दैछ इज दिस एन अनलाइन ओन्ली सर्भिस है त। अब कोही बेला के पनि हुन्छ भने हाइब्रिड पनि हुन्छ कतिको होइन, अनलाइन पनि के अरे अनलाइन पनि गर्ने अनि यता इन पर्सन अथवा लोकेसन पनि गर्ने हुन्छ। त्यतिखेर चाहिँ क्ल्यारिफिकेसन इज दिस एन अनलाइन ओन्ली, अनलाइन हो भने अनलाइन मात्रै हो भने मात्रै यो गर्नुहोस्, किनकि यहाँ चेन्ज हुन्छ, अरू आउँछ होइन। त्यही भएर अनि मैले ब्याक जानुपर्ने कारण अहिले नै गएको राम्रो हुन्छ होला सायद। ब्याक गएर एकचोटि हेरौँ ल, अलिकति कन्फ्युजिङ छ। अब यहाँनिर खासै अब अघि फिल गरेर नेक्स्ट स्टेपमा गइसकेकाले गर्दाखेरि यसले लक गरिरहेछ कि, सिस्टमले लक गरिरहेछ। तर पनि हामीले यो चेन्ज गर्नुपर्ने छ जस्तो लाग्छ भने, जस्तै मैले यहाँनिर बिजनेस वेबसाइट हुन त अप्सन होला र पनि मलाई लाउन मन परेको छ। त्यसले गर्दाखेरि यहाँ एडिट स्टेप एडिट गरे पछाडि मात्रै यसले यहाँ एन्टर गर्न दिन्छ। म बिजनेस एड्रेस यहाँ लगाउँछु, के अरे वेब एड्रेस लगाउँछु अनि नेक्स्टमा है त। कन्फ्युजिङ चाहिँ के छ भने अब तपाईँले यहाँ गएर अब फेरि फरवर्ड जान्छु भनेर गर्नुभयो भने लक गरे जस्तो देखिन्छ, अनि पछाडि जानु पनि पाइँदैन, अगाडि जानु पनि पाइँदैन, ला हराएँ भन्ने हुन्छ नि। त्यतिखेर चाहिँ यहाँ यो एडिट स्टेप त्यो गरेर चाहिँ अनि नेक्स्ट स्टेप जान पाइन्छ है त। र यो कलेज पार्कहरू हामी भर्दै थियौँ, यो अनलाइन ओन्ली बिजनेस पनि होइन। यसो बुझ्दाखेरि यो अघि मैले त्यहाँ हेर्दाखेरि बजार भनेको छ, कुनै एउटा ग्रोसरी स्टोर टाइपको बुझौँ यसलाई ल। अनि यसले के भन्दैछ भने यो एउटा इम्पोर्टेन्ट हो, जिप कोड्स द्याट यु अफर सर्भिस टु। कुन जिप कोडमा चाहिँ सर्भिस अफर गर्नुहुन्छ, यो इम्पोर्टेन्ट हो। एड अल 1 बाई 1 सबैलाई एक एक गरेर यहाँ लगाइदिनुहोस् होइन। फर इक्जाम्पल म ऱ्यान्डम यहाँ हेर्नुहोस् है, यो एउटा लगाएर इन्क्लुड यहाँ माथि गएर बस्छ। अब मैले अर्को लगाएँ इन्क्लुड, अनि अर्को लगाएँ इन्क्लुड, तर यो सर्भिस यो जिप कोडमा चाहिँ मैले सर्भिस दिएको हुनुपर्छ अनि मात्रै है त। मैले चाहिँ ऱ्यान्डमली जस्तो लगाउँदैछु, तर हेरेर होइन। यहाँ जिप कोड लुकअप पनि राखिदिएको छ, यहाँनिर हेरेर अथवा कुन सिटीको जिप कोड कुन हुन्छ, अथवा तपाईँ सिधै गएर गुगल गर्नुहोस् न कुनै एउटा सिटीको जिप कोड कुन हो अथवा कति हो भनेर, त्यसले हेल्प गर्छ। अनि अब यो सबै तपाईँको वरिपरिको सिटीहरू जिप कोडहरू लगाउनुहोस् र अनि नेक्स्ट स्टेपमा जाँदा हुन्छ है त। जति लाउँदा पनि जति धेरै लाउनु भयो त्यति। यो चाहिँ किनभने क्लाइन्ट्सहरूले यहाँ अगाडिपट्टि सर्च गर्दाखेरि यो जिप कोड लगाउँछन् नि, तपाईँको जिप कोड पऱ्यो भने त्यो आउँछ, नभए आउँदैन है त। यो इन्फर्मेसन सबै लगाएको छैन भन्दैछ हो। यो चाहिँ विशेष गरी यो चाहिँ योसँग करस्पोन्डेन्ट हो ल, यो एकदम जरुरत छ। उहाँहरूले किवर्ड अथवा यहाँ क्याटेगोरीहरू सेलेक्ट गरेर अन्तिममा जिप कोड लगाएर मात्रै सर्च गर्नुहुन्छ, अनि त्यतिखेर चाहिँ यसको जरुरत पर्छ। यहाँ छ भने आउँछ, छैन भने आउँदैन। तर ल्याउनका लागि सर्भिस प्रोभाइड पनि त गर्नु पर्यो नि त। जस्तै यो एउटा फरेस्ट पार्क जोर्जियाको जिप कोड लगाएको छु मैले, म यहाँ पिकनिङटनमा बस्छु, यो त भएन। अब जुन
जिप कोडमा मैले सर्भिस अफर गर्छु त्यही मात्रै लाउनुपर्छ है त, भएन भने यहाँ क्रस गर्दा हुन्छ, त्यो चाहिँ भएन। ल ठिक छ। अब सर्भिसको मेन क्याटेगोरी यो भनेको चाहिँ कुनै एउटालाई ल गोल्डन होममै जाउँ, त्यो भनेको यो हो सर्भिसको मेन क्याटेगोरी। कुन क्याटेगोरीको सर्भिस चाहिँ अफर गर्ने हो? यहाँनिर हाम्रो सप हो, कुनै एउटा बिजनेस हो। अब अरूहरूमा जस्तै अब इन्सुरेन्स सर्भिस भयो, फोटोग्राफी भयो, होम इम्प्रुभमेन्ट एन्ड रिपेयर, ठक्कै त्यो यहाँ रहेछ है, होम इम्प्रुभमेन्ट एन्ड रिपेयर हो यहाँनिरको लागि। अथवा क्लाइन्ट्सहरूले यहाँ माथि गएर खोज्छन्, हेर्नुहोस् है, क्लाइन्ट्सहरूले खोज्दाखेरि यहाँनिर तिनीहरू नि छ, तिनीहरू ठक्क खोज्छन् अनि सब क्याटेगोरी यहाँ आउँछ। अब मैले अहिले हाम्रो भनेको सप सम्बन्धी हो र सबको रेस्टुरेन्ट्स त होइन, ग्रोसरी स्टोर हो। यो ग्रोसरीमा यहाँ एउटा अचम्मको कुरो के छ भने तपाईँको ल फुड र बेभरेज सप यो लाउनु भयो भने अब अरू क्याटेगोरी पाइँदैन, किनभने यो यसले के जनाउँछ भने तपाईँको त रेस्टुरेन्ट बिजनेस हो। रेस्टुरेन्ट पनि नन रेस्टुरेन्ट पनि ग्रोसरी पनि त नहोला, हुँदैन त्यस्तो लगभग होइन। त छ भने तपाईँले दुईवटा सर्भिस लिनुपर्ने हुन्छ, एउटा रेस्टुरेन्टको, अर्को ग्रोसरी र है त। र नेचर अफ दिस वान, यो हामीले एकाउन्ट लिँदै गरेको अथवा सर्भिस अनबोर्ड गर्दै गरेको चाहिँ ग्रोसरी हो, त्यसले गर्दाखेरि यो गर्छु। ल ग्रोसरी हेल्थ र अर्ग्यानिक हेल्थ सम्बन्धी यो पनि गर्छु। फिस र सी फुडहरू पनि छ, ल फ्रुट्स एन्ड भेजिटेबल्स पनि छ। यो बुचर चाहिँ हुँदैन अरे हाम्रो स्टोरमा, ल फर इक्जाम्पल कन्भिनियन्स कर्नर स्टोर र यस्तोहरू पनि छ अरे होइन। र जुन जुन हो त्यही लगाउनु होला। अब अरू के सेलेक्ट गर्ने? रिटेल त होइन, क्लोदिङ होइन, ब्युटी र पर्सनल केयर होइन, त्यसले गर्दा त्यति नै हो। अब अरू सेलेक्ट गर्न पाइएन अनि त्यो पनि फर रिजन छ। अब यहाँ इम्पोर्टेन्ट कुरो अलिकति कतिपयहरू हिचकिचाउनु भएको पनि जस्तो लाग्यो मलाई, अनि त्यसले गर्दाखेरि मैले यो यहाँ राखेको छु। यो हेर्नुहोस् है, जो अब यहाँ यसले के भन्दैछ भने सपको त सपहरू गर्न अथवा बिजनेस लाइसेन्स त लिएको हुन्छ नि त तपाईँहरूले होइन, हो त्यो लाउनुपर्छ यहाँनिर भेरिफिकेसनको लागि। यहाँनिर भेरिफाइड बिजनेस ओनर भनेर सिल दिएको छ नि, हो यो सिल हो, यो चाहिँ भेरिफाइड हुनका लागि तपाईँहरूले यो दिनुहोस्। अथवा तपाईँको बिजनेस इन्फर्मेसन अघि यता सुरु गर्दाखेरि यो मेरो बिजनेस रेजिस्टर गर्दैछु भनेर भन्नुभएको छ, अनि हो त्यो इन्फर्मेसन दिनुहोस्, त्यति नै हो। यहाँ के छ भने नगर्नु पाइँदैन किनकि लाइसेन्स्ड हुनुपर्छ। अनि त्यसो भने अब जस्तै स्टेटले दिएको हुन्छ लाइसेन्स बिजनेसहरू, त्यो हो भने त्यो मात्रै तपाईँको टप लाइसेन्स। जस्तै अब रेस्टुरेन्ट बिजनेस हो भने रेस्टुरेन्ट चलाउन फाल्टै लाइसेन्सहरू हुन्छ, ग्रोसरीहरू हो भने ग्रोसरी चलाउने फाल्टै हुन्छ होला जस्तो लाग्छ। होइन भने पनि तपाईँको टप लाइसेन्स जो हो, स्पेसिफिक लाइसेन्स, त्यो इन्फर्मेसनहरू त्यहाँ दिनुपर्ने हुन्छ। तपाईँ नगर्दाखेरि यसले अगाडि बढ्नु दिँदैन, यो लगाउनै पर्छ भन्छ। त्यही भएर अब यो खोल्नु पर्यो। अब कति समय भयो त यो बिजनेसमा बसेको? ल 5 वर्ष होइन। अनि लाइसेन्स टाइप कस्तो खालको लाइसेन्स दिएको यसले होइन। अब भनौँ ओहायो सेक्रेटरी अफ स्टेट गर्दा भयो है त, यो चाहिँ अब जेनरल बिजनेस अरे भनौँ होइन। अनि इस्युइङ एजेन्सी सेक्रेटरी स्टेट अथवा ओहायो अथवा काउन्टी अथवा वाट एभर एप्लिकेबल जो छ होइन, यो लगाएँ मैले। लाइसेन्स टाइप भनौँ इन्डिपेन्डेन्ट अथवा प्रोप्राइटरी अथवा पार्टनरसिप, त्यो लगाउनु होला। कहाँ दिएको छ अथवा कुन कुन स्टेटमा बिजनेस गर्न अनुमति दिएको छ त्यो लाइसेन्सले, विशेष गरी अब त्यस्तै होला। काउन्टी अथवा फ्र्याङ्कलिन एउटा इक्जाम्पल, LIN फ्र्याङ्कलिन काउन्टी। लाइसेन्स नम्बर तपाईँको उसमा हुन्छ, त्यो हेरेर लगाउनु होला होइन, यस्तै कस्तो होला। अनि कतिको एक्सपायरी हुन्छ, एक्सपायरी लगाउनु होला। छैन भने सबैभन्दा लामो डेट लगाइदिनु होला, 2030 अथवा 47 जति पनि लगाउनुहुन्छ त्यति राम्रो छ भने। र कतिको लाइसेन्स अगाडि एक्सपायर हुन्छ, जस्तै अब लोन अफिसरहरूको भयो अथवा यता भयो रियल इस्टेट सम्बन्धी भयो, अब एक्सपायर हुने हुन्छ, अथवा ट्याक्स प्रिपेयरहरूको भयो एक्सपायर हुने हुन्छ, त्यो लगाउनु पर्यो। एक्युरेट जो हो त्यो लगाउनु पर्यो तपाईँहरूले।
र सेक्रेटरी अफ स्टेटले दिएको कति रेकर्डहरू भेटिन्छ कति चाहिँ भेटिँदैन मतलब यो सेक्रेटरी अफ स्टेटले दिएको भेटिन्छ तर अरू भेटिँदैन त्यसले गर्दा यो लगाउन जरुरत छ है त यो अब यो एउटा यो कम्पनीले अथवा यो कम्युनिटी फर कम्युनिटीले गरेको ड्यु डेलिजेन्स पनि हो अरू नबुझ्नु होला अथवा अरू धेर नबुझ्नु होला यसलाई यो भनेको एउटा ब्याड एक्टरहरू अथवा ब्याड पर्सन्सहरू आएर यहाँनिर मेसअप नगरून् भन्ने पनि हो एउटा ड्यु डेलिजेन्स गरेको र यो अब ओहायोमा अथवा अरू कुनै स्टेटमा गर्ने जस्तै अब लोन अफसरहरू अथवा फाइनेन्सियल अफसरहरू उहाँहरूले चाहिँ अरू स्टेटमा पनि गर्नुहुन्छ त्यसले गर्दाखेरि यो थुप्रो धेरै मल्टिपल सेलेक्ट गर्न पाइन्छ यसरी तर यो चाहिँ अब टाइप अफ बिजनेस द वी आर अनबोर्डिङ यो ओहायोमा पर्यो अनि आर यु लाइसेन्स्ड सरी लाइसेन्स त्यो भयो अब इन्स्योर्ड अब कुनै इन्सुरेन्स लिएको छ भने यो अप्सनल हो है त अप्सनल इन्फर्मेसन हो तपाईँले लाउनु भएको तपाईँ इन्स्योर्ड हुनुहुन्छ भने लगाउनुहोस् त्यो राम्रो हो फर इक्जाम्पल स्टेट फार्म होइन अनि जेनरल लायबिलिटी पोलिसी नम्बर र लाइसेन्स एक्सपायर कहिले हुन्छ त्यो लगाउनु होला ठक्कै हेरेर होइन एक्सपायर हुँदैछ भने त्यो लगाउनु होला अनि टर्म्स एन्ड कन्डिसन पढेर नेक्स्ट अबको दुईटा भिडियो म अर्कोमा गर्छु अब मतलब दुईटा स्टेप अब यो स्टेप 3 अफ 4 र 4 अफ 4 नेक्स्ट स्टेपमा अथवा अर्को भिडियोमा गरौँ अलि लामो भयो है त ल नमस्ते फर नाउ